नमस्कार, मेरो नाम प्रकृति शर्मा रेग्मी। नेपाली सोशल बाइट्सको दोस्रो अङ्कमा हामीले एलजीबीटीआईक्यू को बारेमा छलफल गरेका छौं। हेरेर कमेन्ट गरिदिनुस् है। सोधौँ न है, जेन्डर भनेको के जस्तो लाग्छ हजुरलाई? पढेको अनुसार चाहिँ gender, I guess, the roles that an individual has to play in the society, whether it be a male or a female. So the roles, the responsibilities that an individual has to play in the society, so to actually interact and stuff, I guess. समाजले एउटा व्यक्तिलाई दिएको रोल हो जस्तो लाग्छ। जसरी मान्छे जन्मिँदाखेरि केटा अथवा केटी भएर जन्मिन्छ, त्यो भनेको चाहिँ उसको सेक्स हो र त्यो अनुसारको रेस्पोन्सिबिलिटी जुन समाजले दिन्छ त्यसलाई चाहिँ जेन्डर भन्छ। आफ्नो पहिचान जुन चाहिँ एउटा सेक्सुअल ओरिएन्टेसन अनुसारको पहिचान भनौँ। जेन्डर भनेको खास गरी केही पनि होइन, समाजले बनाएकै कुरा हो। एलजीबीटीआईक्यू को बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? LGBTIQ is first of all it's a choice, एउटा प्रिफरेन्स हो मान्छेहरूको आफ्नो लाइफमा। यो अपग्रेड भएर आएर LGBTIQ भनेको छ र LGBTIQ भनेको डिफ्रेन्ट टर्म्सहरू हो। सो त्यो टर्म्सहरू अब LGL भनेको लेस्बियन भयो, G भनेको गे भयो। सो त्यो डिफ्रेन्ट मान्छेहरूको चोइसलाई चाहिँ एउटा सम्पूर्ण एउटामा लिएर आएर चाहिँ त्यसलाई LGBTIQ भनेर म सिम्पल LGBTI भनेको चाहिँ something like gay, lesbian and bisexual अनि transgenderहरूको mix up form, like kind of like that. यो एलजीबीटीआई अर्गनाइजेसन भनेर 2001 मा इस्टाब्लिस भयो हाम्रो संस्था चाहिँ, र यसले चाहिँ हाम्रो समाजमा रहेका समलिङ्गी तेस्रोलिङ्गीहरूको हक अधिकारलाई काम गरिरहेछ। एउटा चाहिँ त्यो, अर्को चाहिँ हाम्रो यो HIV प्रिभेन्सन कार्यक्रमलाई पनि हामीले अगाडि बढाइरहेछौँ र समाजमा जति पनि खालको डिस्क्रिमिनेसन, टर्चर, भाइलेन्सहरू, फ्यामिली प्रब्लम, सोसाइटी प्रब्लम, हरेक किसिमको प्रब्लमहरू चाहिँ हाम्रो एलजीबीटीआईले फेस गरेको छ। त्यसलाई चाहिँ हामीले कसरी चाहिँ न्यूनीकरण गर्ने र समलिङ्गी तेस्रोलिङ्गी हक अधिकारलाई चाहिँ हाम्रो आफ्नो हक अधिकारलाई चाहिँ कसरी इस्टाब्लिस गर्ने भनेर चाहिँ त्यो काम हामीले गरिरहेको छौँ। ब्लू डायमन्ड सोसाइटीले चाहिँ नेपालभरि चाहिँ हाम्रो 40वटा जिल्लामा कार्यक्रम छ। So what do you think, हाम्रो सोसाइटीले जसरी एलजीबीटीआईक्यूलाई हेर्छ नि, त्यो हाम्रो सोसाइटीको फल्ट हो कि उनीहरूकै फल्ट हो जस्तो लाग्छ तपाईँलाई? उनीहरूको बिचराकै फल्ट हो र दे आर जस्ट बोर्न विथ इट होइन। अफ कोर्स इट्स आवर मेन्टालिटी, हाम्रो सोसाइटीले एक्सेप्ट गर्न नसकेको हो त्यसलाई त। सो इट्स आवर फल्ट। एलजीबीटीआईक्यू आफैमा एउटा प्रब्लम हो कि सोसाइटीले गर्दा यो प्रब्लम भइरहेछ? पहिला सुरु त यो प्रब्लम हुँदै होइन। वी निड टु इन्क्रिज आवर नलेज अबाउट दिस। एलजीबीटीआईक्यू भनेपछि मैले भने अघि पनि यो एउटा चोइस हो, यो आफ्नो आफूले दिने एउटा प्राथमिकता हो। र जहाँसम्म सोसाइटीको कुरा छ, यो सोसाइटीले कसरी हेर्ने हो। हाम्रो सोसाइटी हरेक कुरामा जजमेन्टल छ, र कसैको चोइसमा पनि हामी जजमेन्टल हुनु भनेको इट्स भेरी ब्याड थिङ एन्ड वी सुड ट्राई टु इन्क्रिज आवर नलेज अबाउट इट। यो एक हिसाबले मान्छेले हेर्ने दृष्टिकोणहरू हो, फरक दृष्टिकोणहरू, धेरैजना मान्छेको फरक दृष्टिकोणहरू हुन्छन्। त्यो दृष्टिकोणहरूको बेसिसमा जजमेन्टल हुने मान्छेहरूको नेचर हुन्छ। र एउटा कुरा के हो भने मान्छेले जुन एउटा डोमिनेन्ट किसिमको कल्चर भइरहेको हुन्छ, डोमिनेन्ट किसिमको बिहेभियर हुन्छ, त्योभन्दा अर्को कुरा भयो भने उसले त्यति सजिलै पचाउन सक्दैन। एलजीबीटीआईको केसमा भएको पनि त्यही नै हो। सामान्यतया सबै मान्छेहरू मेल र फिमेल क्याटेगोरीमा डिभाइडेड हुन्छन् भन्ने एउटा जनरल पर्सेप्सन छ। र एलजीबीटीआई भन्ने पनि एउटा क्यारेक्टर छ भन्ने कुरामा चाहिँ खासै धेरै मान्छेहरूलाई त्यसको बारेमा नलेज र त्यसको बारेमा चासो पनि नहुने, उनीहरूलाई हेयको दृष्टिकोणले हेर्ने, अझ कतिपय समाजमा त बाँच्न पनि नदिने त्यस्तो किसिमको वातावरणहरू बन्दै आइरहेको छ। मलाई के भन्नु, सोसल थ्रेट अर फियर भनौँ, अरू भन्दा नि आफ्नो पर्सनली एक्सेप्ट गरे पनि सोसाइटीले के भन्छ, मेरो फ्यामिलीले के भन्छ भन्ने एउटा यो सोसाइटीमा डरको कारणले नै यो प्रब्लम झन् बढिरहेको जस्तो लाग्छ मलाई। युथ क्यान प्ले अ बिग रोल उनीहरूलाई मेन स्ट्रिममा ल्याउनको लागि। Youths can play a very vital role किनभने अबको फेजमा youths understand they have अब कन्सेप्ट भयो नि त LGBTIQ के हो, त्यसमा के कस्तो हुन्छ, तिनीहरू naturally त्यस्तो भएको हो, अब उनीहरूले आफूलाई एक्सेप्ट गर्न खोज्छ। सो youths can play a very vital role by interacting with them, making up the programs, अनि उनीहरूसँग टक शोज गर्ने हो कि उनीहरूको प्रब्लम्स भित्र बुझ्न खोज्ने हो कि अनि कसरी ल्याउन सक्ने हो। I think youths can play a very vital role through various measures. मेरो कति गे फ्रेन्ड्सहरू छ, लेस्बियन फ्रेन्ड्सहरू छन्, आई लभ ह्याभिङ देम अराउन्ड। अनि
यु नो तपाईँ हामी कुनै कतिजना छौँ हामीले चिनेको वी आर वर्किङ फर दिस मैले अहिले यसरी इन्टरभ्यू लिइराख्नु भएको छ तपाईँले मेरो लिनुभएको छ सो वी आर अलरेडी वर्किङ फर दिस सो चेन्जेस आइरहेको छ जस्तो लाग्छ हामीले यसरी ओपनली अन एयर कुरा गर्नु नै चेन्ज हो जस्तो लाग्छ त यो मेन स्ट्रिममा ल्याउने भन्ने कुरा नै गलत हो क्या मेन स्ट्रिममा ल्याउने हामीले ल्याउने भनेको चाहिँ हामीले उहाँहरूलाई चाहिँ ल्याउने होइन कि उहाँहरू पनि इक्वल हकदार हो क्या सबैको तपाईँले चाहिँ कसरी वुमेनलाई मेन स्ट्रिममा ल्याउने कसरी मेनलाई के मेन स्ट्रिममा ल्याउने भनेर सोध्नुहुन्न तपाईँ चाहिँ थर्ड जेन्डरलाई चाहिँ कसरी मेन स्ट्रिममा ल्याउने भन्ने कुरा भयो क्या उहाँहरूलाई चाहिँ दे आर अलरेडी इन द मेन स्ट्रिम के खालि रियलाइजेसन हुनु पऱ्यो क्या एउटा कुरा सोसाइटीमा डिस्क्रिमिनेट भएर नबस्नु परोस् भनेर गर्नुको लागि के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई पहिलो कुरा त सोचाइको कुरा हो पहिलो कुरा त हामीले सोचाइलाई नै अलिकति ब्यालेन्स बनाउन सक्नु पर्यो कि ग्रहण गर्न सक्नु पर्यो कि त्यो भने एउटा रियालिटी हो समाजमा हाम्रो रियालिटी धेरै पहिलादेखिकै रियालिटी हो बायोलोजिकल्ली मान्छेहरू चाहिँ त्यसरी नै जन्मिन्छन् र सेक्सुअलिटीमा एउटा उनीहरू डिफ्रेन्ट किसिमको सेक्सुअलिटी सो गर्छन् भने त्यसलाई स्वाभाविक रूपमा ग्रहण गर्न सक्नुपर्छ सबैभन्दा पहिलो कुरा उनीहरूलाई एउटा दयाको भावनाले नहेरिकन ल तपाईँ त यस्तो भएछ भनेर नभनिकन नर्मल व्यवहार गर्ने अरूलाई जसरी गरिन्छ त्यसै गर्नु ग्राउन्ड लेभलदेखि नै सुरु गर्नुपर्छ यु नो पर्सनली एक्सेप्ट भएपछि आफूले त्यो कुरालाई यु नो स्ट्रङली फेस गर्न सकेपछि फ्यामिलीबाट सुरु गरेर यु नो वाट आई बिलिभ इज लाइक फ्यामिलीको सपोर्ट भयो भने एनी वान क्यान अचिभ एनिथिङ इन द वर्ल्ड जस्तो लाग्छ सो फ्यामिलीबाटै सुरु गरेर फ्यामिलीबाट बिस्तारै रिलेटिभ्समा गएर कम्युनिटीमा सोसाइटीमा गयो भने चाहिँ फ्यामिली सपोर्टले गर्दा नै आई थिङ्क बिगर चेन्ज अर स्मलर चेन्ज आउन सक्छ टिआई भन्ने बित्तिकै मेनी अफ देम हेभ मिसकन्सेप्सन छ नि त यिनीहरू राम्रो हुँदैन एन्ड अल द्याट सो पहिला सुरु चाहिँ थिङ्किङ नै चेन्ज हुनुपर्छ सबैजना बिकज इभन दो दे आर अ ट्रान्सजेन्डर अर दे आर लेस्बियन दे आर ह्युमन्स राइट सो ह्युमनले ह्युमनकै रेस्पेक्ट गरेन भने त लास्टमा हुने त्यही नै हो सो मेन स्ट्रिममा ल्याउनको लागि आई थिङ्क मेन्टालिटीमा चेन्ज आउनुपर्छ यु सपोर्ट LGBTI I support. I support. Okay. Do you know the full form of LGBTIQ? Yeah. L for lesbian, B for bisexual, G for gay, and त्यसपछि B bisexual, T भनेको transgender, I भनेको intersex. Lesbian, bisexual, gay, transgender. समाजमा हरेक किसिमको मानिसहरूको बसोबास छ कसैले पोजिटिभमा लिनुहुन्छ कसैले नेगेटिभमा लिनुहुन्छ कसैले हामीलाई नराम्रै सोचेर नै डिस्क्रिमिनेसन गरिरहनु भएको छ कतिले राम्रो पनि सोच्नुहुन्छ म चाहन्छु समाजका व्यक्तिहरूले समाजका अङ्गहरूले परिवार समाजहरूले चाहिँ हामी जस्तो तेस्रो लिङ्गी सम्मेलनलाई बुझ्नु पऱ्यो हाम्रो हक अधिकार हाम्रो आफ्नो पहिचान र हाम्रो एउटा अनुभूतिलाई होइन हामी चाहिँ कसैको देखासेखीमा कसैले सिकाएर र हाम्रो यो के भन्छ हर्मोनको कारणले डिसब्यालेन्स भएर हामी यस्तो भए होइनौँ हामी चाहिँ जसरी छोरा जन्मेर पुरुष हुन्छ छोरी जन्मेर महिला हुन्छ जसरी उहाँले रेस्पेक्ट तरिकाले चाहिँ आफ्नो जिन्दगी बाँच्न पाउनु भएको छ सोसाइटीमा फ्यामिलीमा त्यस्तै गरी हामी पनि जन्म्या हो कि बस हाम्रो पहिचान मात्र फरक भयो हो र सोसाइटीको मान्छेले जति पनि डिस्क्रिमिनेसन गरिरहनु भएको छ प्लिज सपोर्ट गर्नुहोस् हामीलाई हाम्रो कुनै पनि डिस्क्रिमिनेसन नगर्नुहोस् हाम्रो पहिचान फरक भयो भन्दैमा चाहिँ हामीले अलवेज डिस्क्रिमिनेसन चाहिँ सहेर बस्नुपर्छ भन्ने हुन्छ भने माया गर्नुहोस् सक्नुहुन्न भने हामीलाई इग्नोर पनि नगर्नुहोस्